ल है साथी, यो चाहिँ ओमनको बेस्ट प्लेस मस्कतको मुत्राज हो कि मुत्रा समथिङ नाम रहेछ है। मलाई त्यति यहाँको ठाउँको नाम चाहिँ स्पष्ट तरिकाले प्रनाउन्सिएसन गर्न आएन, भन्न आएन है। अब यहाँ तपाईँले चाहिँ यो ठाउँको नाम चाहिँ जानकारी छ भने यहाँ बुझिदिनु होला। यो चाहिँ तपाईँको चाहिँ बेस्ट टुरिस्ट प्यालेस रहेछ। रुबी बस पार्कबाट यहाँ आउनलाई चाहिँ जम्मा तीन फिल्स लाग्दो रहेछ र म अहिले यो ठाउँमा छु र हेर्दा बडा रोचक छ है। यो ओमन यस्तो ठाउँ रहेछ कि तपाईँको चाहिँ समुद्र सतह पनि छ र साथसाथै तपाईँको फेरि वरिपरि हेर्ने हो भने पुरै चट्टानै चट्टानले भरिएको चाहिँ तपाईँको चाहिँ ठुला ठुला चाहिँ पहाडहरू छन् र पहाडको बिचमा चाहिँ फेरि यति सुन्दर चाहिँ तपाईँको चाहिँ ठाउँहरू बसेको छ। तपाईँलाई कस्तो लाग्छ है? म चाहिँ तपाईँलाई जहाँसम्म लाग्छ मैले जानेसम्म र मैले बुझेसम्म चाहिँ मैले तपाईँहरूलाई चाहिँ जानकारी दिने कोसिस गर्नेछु। र म अहिले रुबी बस स्ट्यान्डबाट अनि यहाँको उसम्म आइपुगेर मत्रा भन्ने ठाउँमा चाहिँ झरेर अहिले समुद्रको दृश्य साथै यहाँका यो चाहिँ चट्टानहरू तपाईँलाई देखाउने प्रयास गरिरहेको छु। र यो त तपाईँको चाहिँ खाडी देशभित्र पनि यति ठुलो ठुला चाहिँ चट्टान पहाडहरू चाहिँ रहेछ भन्ने कुरा चाहिँ मैले यहाँ आएर मात्र अनुभव गर्न पाएँ। र यहाँ चाहिँ पब्लिक ट्रान्सपोर्टेसन चाहिँ बस र ट्याक्सी मात्रै रहेछ। सायद खै अब चाहिँ मैले अहिलेसम्म ट्रेनको सुविधा चाहिँ मैले देखेको छैन। सायद अब अझै ट्रेनको पनि डेभलप हुने होला सायद होइन। त्यो चाहिँ मैले बुझेको पनि छैन र जानकारी पनि छैन होइन। यसरी तपाईँहरूलाई मैले चाहिँ यो दृश्य देखाउन पाउँदा मलाई पनि खुसी लागिरहेको छ र सायद तपाईँले यो भिडियो हेरिसकेपछि तपाईँहरूलाई पनि आनन्द लाग्छ होला। के कस्तो लाग्छ कमेन्टमा सुझाव पनि दिनु होला है। यति ठुलो समुद्र छ। अब यहाँबाट चाहिँ अब उसो यहाँको चाहिँ मुख्य पेसा नै तपाईँको चाहिँ मैले जाने भने अनुसार यहाँको इन्कम सोर्स, यो कन्ट्रीको इन्कम सोर्स भनेको नि माछा र अनि तेल भन्ने कुरा चाहिँ जानकारीमा आएको छ भने यहाँको पैसा विश्वको तेस्रो नम्बरमा आउँदो रहेछ होइन। साइड पहिलो दोस्रो तेस्रो साइडमा आएको छ। पहिलो मेरो जहाँसम्म लाग्छ मलाई कुवेतको हो भने दोस्रो बगान हुनुपर्छ र तेस्रो चाहिँ ओमन हुनुपर्छ जस्तो लाग्छ है। यहाँको चाहिँ करेन्सी यति बलियो रहेछ। यहाँ कसैलाई चाहिँ क्राइम नगर्दो रहेछ होइन। स्वतन्त्र रूपमा हिँड्न पाइँदो रहेछ है। अरू कन्ट्रीमा जस्तो देश भन्न आयो मान्छे लुट्ने, अब थर्काउने धम्काउने होइन, त्यस्तो क्रियाकलापहरू एकदमै जिरो रहेछ यहाँ होइन। त्यसर्थ तपाईँ चाहिँ यहाँ घुम्न चाहनुहुन्छ भने ढुक्क तरिकाले आएर घुम्न सक्नुहुनेछ। र ठाउँ पनि एकदमै राम्रो र सुन्दर छ। यसलाई के भन्छ भनेर मलाई जानकारी त छैन। यस्तो यस्तो हल्का हल्का पहाडको विषय यस्तो यस्तो भनिरहेको छ है। एकचोटि यो पनि एउटा पर्यटकीय गन्तव्य हो भनेर चाहिँ मैले जानकारी पाएको छ। यहाँ मानिसहरूको लागि क्रिटिकलहरू छ कि के छ सारासरी बन्द रहेछ। त्यस कारणले मानिस चाहिँ चढ्न पाएन। फेरि फर्केँ यहाँबाट अर्को दृश्य देखाउने छु अहिलेलाई भने यति नै होइन।
एउटा मैले तपाईहरुलाई बताउने पर्ने कुरा र जानकारी दिनुपर्ने कुरा चाहिँ के छ भने यहाँ यो एरियामा प्राय जसो तपाईको यो व्हेल माछा हैन सार्दिन माछा अनेक माछाका चाहिँ तपाईको चाहिँ यो स्ट्याचुहरु बनाएर राखिएका छ। यो चाहिँ एउटा टुरिस्टलाई आकर्षित बनाउने कुरा पनि होला। तर यसमा एउटा कुरा मैले मेरो बुझाइमा के छ भने यहाँको एउटा मुख्य आय स्रोत एउटा माछा पनि रहेछ। यहाँबाट चाहिँ माछा सायद विभिन्न देशमा निर्यात हुन्छ होला, त्यसबाट पनि सायद यो चाहिँ वहाँनिर चाहिँ राखेको होला जस्तो लाग्छ है। कलन्द्रमनमा धेरै ठाउँमा देखेँ माछाका सिम्बलहरू देख्छु मैले है। यो चाहिँ टुरिज्म हब है, यति रमाइलो ठाउँ छ यहाँ। वाउ, ल साथीहरु तपाईलाई चाहिँ कस्तो लाग्छ कमेन्टमा चाहिँ जानकारी नबिर्सनु होला। अवश्य चाहिँ जानकारी दिनु होला। हामी चाहिँ अब प्राय आफ्नो गाडीमा आउने गर्छन्, तर अब हामी त के गर्नु, हामी चाहिँ अब नेपाली के भन्ने त्यसलाई भुक्का टुरिस्ट भन्नुपर्छ। त्यसैले चाहिँ लखार हिँडेको चाहिँ 1 घन्टा नै भइसक्यो हेर्नुहोस् ल। 1 घन्टा त के अझ बेसी भयो, 4-2 घन्टा नै भयो होला हैन। यसरी चाहिँ हिँडिरहेको छ मजा। वाउ, ल यस्तो छ। यदि चाहिँ तपाईँ ओमान ट्रान्जिट हुनुहुन्छ भने एयरपोर्टबाट 500 फिल्समा रुबी बस पार्क र रुबी बस पार्कबाट तपाईको चाहिँ मत्रा त्यो ठाउँमा चाहिँ अवश्य भिजिट गर्नु होला है। यति राम्रो छ तपाईँहरूको लागि मैले भिडियो जानकारी दिन चाहेँ। र अफकोर्स visit one time in Oman, Matras.